समय बित्दै गयो। म अरूमासँग नजिकिँदै गएँ। उनको म रेगुलर पठाउ ड्राइभर भइसकेको थिएँ। ऊ मलाई टेक्स्ट गर्थे, म उसलाई ड्रप गरिदिन्थेँ उसको इन्स्टिच्युटमा। अनि बेलुका उसलाई पिक गरेर छोडिदिन्थेँ। हामी कहिले कहिले जान्थ्यौँ कफी खान पनि। चिसो एकदम बढिरहेको थियो। ऊ मसँग निकै कम्फर्टेबल फिल गर्न थालिसकेको थिए। बाइकमा पनि सधैँ मलाई हक गरेर अनि मेरो पकेटमा हात राखेर आँखा चिम्लेर ऊ राइड गर्थे। म आफ्नै संसारमा गदगद हुन्थेँ ऊ त्यसरी मलाई समाउँदा। आजकल एकदम चिसो बढेर ऊ पन्जा लगाउन थालेकी थिए अनि बाक्लो ज्याकेट। उनको हात मेरो जिन्समा मैले फिल नगरेको धेरै भएको थियो अनि ऊ टाँसिँदा उनको छाती नै फिल गर्न छोडिसकेको थिएँ उनको बाक्लो ज्याकेटले गर्दा। मौसम नै कस्तो दुश्मन भएको। उनको स्पर्शमा उन्मत्त हुन मन थियो। उनको यौवनको नसामा मात्तिन मन थियो। उनको छातीको स्पर्श पिएर, उनको हातको तरङ्ग लिएर। एक दिन फरिद गर्दा उनले सोधी, तपाईँ भोलि शनिबार फ्री हुनुहुन्छ? मैले किन र, कहाँ ड्रप गर्नुपर्ने हो तिमीलाई भनेर सोधेँ। ड्रप होइन, तपाईँ फ्री भए हामी भोलि सुन्दरीजल घुम्न जाऊँ न। मेरो दिमाग नै फुट्ला जस्तो भइसकेको छ धेरै पढेर। फ्रेस हुन मन लाग्यो पिस इन्भाइरोमेन्टमा गएर। उनले मेरो कानमा सफ्टली हल्का चिसोले काम्दै काम्दै भने। बेलुका भइसकेको थियो। उनको घर नजिकै पुग्दा उनले त्यसो भन्दा म जसँग भएँ। के उनले मलाई डेट जाम हामी भनेर इन्डाइरेक्टली सोधेको हो? पढाइको भूमिका बाँधेर? के म उनको बोयफ्रेन्ड भइसकेको हुँ? कि मैले प्रपोज गर्दा हुन्छ होला उनलाई? मलाई राम्ररी चिनेको पनि छैन उसले मलाई पनि चिनेको छैन। मैले उसलाई पनि। म को हो, म के गर्ने हो, म त्यति खुलेर भन्न सकिरहेको पनि छैन। उनले सोध्दिनन् पनि मलाई। मैले ऊ युएसए को प्रिपेयर गर्दैछ भन्ने बाहेक केही थाहा थिएन। उनको सोसल मिडियामा नि त्यति केही भेटेको थिएन मैले। उनको लाइफ के हो कसो हो केही थाहा थिएन मलाई। म फ्री नै हो, हुन्छ अरूमाझी कति बेला जाने? मैले भने 12 बजे हो के? उनले हल्का सुस्केरालले मेरो कानमा भनिन् टाँसिएर। हस्। मन एक प्रकारको आनन्दमा डुबुल्की मार्दै थियो। कौतूहलताको जालोमा रुमल्लिँदै उन्मत्त थियो। मन्द मुस्कानमा म उनलाई ड्रप गर्न अगाडि लागेँ। उनलाई ड्रप गरेर फर्किँदा मनमा अनेकन कुरा खेल्न थाले। कि उनले मलाई साँच्चीकै मन पराउन थालेको हो कि म उनको त्यो चञ्चल वैश्यको जालोमा माछा जस्तै परेको मात्र हो? उनको यौवनको प्यास मेट्न मात्र ऊ मसँग नजिकै भएको हो कि साँच्चै नै प्रेम गर्छु मलाई? भावनाहरू शब्दकोशको गन्जागोलबाट निस्केर शब्दहरू लामबद्ध दिमागमा ठोक्किरहेको थिए। धारा प्रवाह अनेकन कुरा खेलाउँदै फर्किएँ म भोलिको प्रतीक्षामा। शनिबारको बिहान मौसम उनीभन्दा शालीन थियो। माघको महिना। तातो सूर्यको किरण झ्यालबाट ठोक्किँदै पुरै कोठा चम्किएको थियो। खुलेको आकाश। बिहान 11 बजे उनलाई एउटा स्माइल इमो सेन्ड गरेँ मैले। हिजो उनले भनेको कुरा साँच्चीकै हो कि होइन भनेर चेक गर्नलाई। उनको मेसेज आयो, समीर रेडी भयो? कति बेला आउँछौ तिमी? वाट? समीरजीबाट समीर, तपाईँबाट तिमी? के तिमी भन्नाले ऊ म प्रतिको समीपता अझै गाढा हुने भएर भनेको उसले? कि केही सोच्न नपाउँदै उनको अर्को मेसेज आयो, जस्ट किडिङ, हाहा समीरजी रेडी हुनुभयो भनेको? कति बेला आउनुहुन्छ मलाई पिक गर्न? हे म तिमीलाई ठ्याक्कै 12 बजे पिक गर्छु के? उनले भने। स्योर, सी यु देन। उनको टेक्स्ट आयो। अब रेडी हुनु थियो मलाई। तर के रेडी हुने? हामी केटाहरूलाई रेडी हुन त्यस्तो केही चाहिँदैन। रेडी हुनु भनेको त्यही टी सर्ट जिन्स अनि यो जाडोमा मेबी ज्याकेट र हुडी। 10 मिनटको काम न हो कि? आज पनि म अघि पछि जस्तै भएर उसँग घुम्न जानु? फर्मल भएर जाउँ?
कि इन्फर्मल भएर कि क्याजुअल। यहाँ धेरै कुरा सोचिनँ मैले, धेरै कुरा खेलाइनँ मनमा। साउरले अनि त्यही टी सर्ट, ब्ल्याक जिन्स अनि ब्ल्याक लेदर ज्याकेट। पुतली चाहिँ सजिएर हिँड्ने सायद भगवान्ले केटीहरूलाई नै पहिल्यैदेखि वरदान नै दिएको होला। हामी केटाहरूलाई कुर्सीमा भएको लुगाको थुप्रोबाट जे भेट्यो त्यही भिरेर निस्किने मतलब लाग्दैन। ठ्याक्कै 12 बज्नै लाग्दा म उसको गेट अगाडि पुगेँ अनि टेक्स्ट गरेँ आई एम हियर भनेर। उनको टेक्स्ट आयो, एकछिन है म आइहालेँ। गेट खोलेको आवाज आयो, मेरो नजर उनीमा अड्कियो। कस्तो हट भनेर निस्केको उनी, छोटो वान पिसमा उनको सेतो कामुक तिग्रा छाती वान पिसबाट निस्किँदै गर्दा उनको छातीको धर्का प्रष्ट देखिँदै थियो। उनको क्लिभेज, आँखामा गाजलका धर्का, निधारमा कालो टिका अनि कानमा ठुला ठुला रिङ, कामुकोटमा हल्का लिपस्टिक। उनको शरीर यौवनको उत्कर्षमा थियो, जो कोही केटा मान्छे नि फर्की हेर्ने पहिरनमा थिइन् उनी। मिस नेपालको अडिसन छ कि क्या हो सुन्दरजलमा? हाँ, भगवान्ले चाहिँ फुर्सदमै बनाएको है तपाईँलाई अरूमाझी। मैले जिस्काउँदै उनलाई बाइकमा बस्न भने। यहाँ नजिस्किनु भन्दै ऊ बाइकमा बसी। को केटी हो त्यो माथि फ्ल्याटबाट तिमीलाई र मलाई हेरेको? मैले उनलाई सोधेँ उनको घरबाट निस्केर कोटेश्वर पुग्नै लाग्दा। ए ऊ मेरो फ्ल्याटमेट हो, मेडिकल इन्ट्रान्स गर्दैछ, फ्ल्याटमा बस्ने रहेछ, त्यही भएर घरमै बोलाउन कम्फर्टेबल भएको पिक गर्नलाई मनमा नै सोचेँ। बौद्ध पुग्नै लाग्दा एक्कासी बाइकमा प्रब्लम आयो, बिग्रियो। उनलाई ओह्रालेर स्टार्ट गर्न खोजेँ, हुँदै भएन। त्यही नजिकैको बाइक ग्यारेजमा बनाउन छोडेर बेलुका लिन आउने भनेर ऊ र म कार रेन्ट गरेर ट्याक्सीमा सुन्दरजल जाने प्लान गऱ्यौँ। ट्याक्सीभित्र मैले ज्याकेट खोलेर मेरो काखमा राखेँ। अब 1 घन्टा जतिको बाटो थियो होला ट्याक्सीमा। ऊ मेरो नजिकै आएर साइडमा मेरो हात समाई। म सिरिङ्ग भएँ। हात समाउँदा उसको छाती मेरो पाखुरामा टाँसी। मलाई एक्कासी गाह्रो हुन लाग्यो। ऊ अझै नजिक आए, अझै टाँसी मपट्टि। उनको टाउको मेरो सोल्डरमा राखेँ अनि मेरो हात उनको हातले समाए। अनि बिस्तारै उसको निप्पल्स मेरो पाखुरामा चलाउन लागि। मैले प्रष्ट थाहा पाएँ, मैले थाहा नपाए जस्तै गरेँ उनले। मलाई गाह्रो भइसकेको थियो, धन्न ज्याकेटले जिन्स छोपेको थिएँ मैले नि आर्ट गरेर उसले समाएको हात मैले उसको तिग्रामा राखेँ। उसले पुल्क्यारी मलाई। मैले मेरो औँलाहरू उसको तिग्रामा हल्का उसले थाहा नपाउने गरेर चलाउन थालेँ। मन त लागेको थियो, तिग्राभन्दा नि माथि उसको खुट्टाको बिचमा औँलाले चलाइदिउँ। मन त लाग्दै थियो उसले टाँसेको छाती मेरो हातले बिस्तारै समातेर उसको लिप्स टोकिदिउँ। ऊ निकै कामुक देखिरहेको थिएँ। यत्तिकैमा हामी सुन्दरजल आइपुगेछौँ। मेरो एकदम गाह्रो भइरहेको थियो मलाई। मेरो जिन्स एकदम हार्ड भइसकेको थियो मेरो जिन्सभित्र। ज्याकेटले छोपेँ अनि निस्केँ हातमा समातेर। ज्याकेट मेरो जिन्सको जिप्परलाई छोपेर। सायद उसले अनुमान गरिसकेको थियो होला म उत्तेजित भएको। सायद उसलाई नि गाह्रो भएको थियो होला। मैले उसको तिग्रामा जेन्टल मेरो औँलाले चलाउँदा। अब हामी माथितिर घुम्न गयौँ, सुन्दरजलको डाँडातिर। उसले मेरो हात समाइरहेको थिएँ, म अर्को हातले मेरो ज्याकेट समाइरहेको थिएँ। उसलाई हेरेँ, ऊ लजाएर थिए जस्तो लाग्यो मलाई। मस्केको जस्तो पनि। मन एकदमासले रमाउन लाग्यो। उसको साथको नसा सायद ममा चढ्दै थियो। उसको सामिप्यताको आधाले यो रित्तिएको मन बढ्दै थियो। सायद म उनको मायामा डुब्न लाग्दैछु। सायद